आज हामी बालुवा समुद्रको बालुवामा जाने बाल्ला होइन के रे? बाल्ला हो भएको बिच भएको अलि यसरी हाल्यो के आज घुम्न जाँदैछौँ समुद्र हेर्न जाने समुद्र हेर्न जाने समुद्र त्यो बाल्ला सल्ला भएको हुन्छ समुद्रमा बालुवा सल्ला भएको सबै हेर्ने आउने रमाइलो गर्ने घरबाट निस्कियौँ अहिले जाँदैछौँ हामी 1 बज्यो 1:30 भयो अब गएर त्यही रमाइलो हेरेर आउँछौँ हामी आज त्यही वरिपरि घुमेर आउँछ अनि हामी 3 जना छोरो ठुलो बाबु म बुवा हिँड्दैछौँ यहाँ म खेती आदि होइन आइरहन्छ त्यस्तै हो रमाइलो छ एकदम खुसीले हिँड्दैछौँ धम्माधम खुट्टाले होइन खुसीले हिँड्यो खुसी खुसी यहाँभन्दा खुसी के चाहियो र हामीलाई हिजो त्यत्रो गोडा दुखेर त यहाँ अहिले खुसी भएर हिँड्दैछौँ यहाँ हिँडेर जाडो छ तपाईँलाई चिसो हुन्छ है त्यो रमाइलोले गर्दा नि जाडो साडो हटिहाल्छ नि खुसीले फर्किउँला उयो माथि रुख भयो त्यहाँबाट यसो यता ओह्रालो लगाएर कता घुमेको उयो छ नि उयो हिजो गयौँ घुम्यौँ संसार घुमेर बेलुका 5 बजे आयौँ ल ल ल अहिले गएको ल बाई बाई आज हामी कामाकुरा बिच चाहिँ जाँदैछौँ अनि त्यहाँ गएर मम्मीहरूलाई समुद्र देखाउनु छ त्यही हो ट्रेनै उल्टो चढिएछ हेत्तेरिका 1 स्टेसन यता आइयो बर्बाद भयो भन्दा पनि जाऊ नि त 1 स्टेसन चाहिँ अन्त्य पुग्यो त्यहाँबाट झरेर हामी अब फेरि अर्को ट्रेन चढ्न गइरहेछौँ चेन्ज गरेर के अरे अघि ट्रेनमा आउँदाखेरि म यसो साइडमा उभिएर बसेको थिएँ त्यहाँ जापानिज बच्चाहरू टन्नै थियो कि लगभग 50-60 जना थियो होला है त्यस्ताहरू थियो अनि तिनीहरूले आएर मुखमा हेर्ने हाँस्ने मुखमा हेर्ने हाँस्ने गरे अनि पछि एउटा बोल्न आएपछि थाहा भयो कि जापानिजका बच्चाहरू कति स्मार्ट हुन्छन् भन्ने कुरो कति बाठा हुन्छन् भन्ने कुरो कति खतराका त्यहाँ यति धेरै नलेज हुँदो रहेछ कि म छक्क परेँ क्या मैले फर्स्ट टाइम बोलेँ होला मित्र 8 वर्षमा फर्स्ट टाइम बोलेँ म यस्तो मजाले बोल्ने यस्तो फ्रेन्डली हुने यति फ्रेन्डली भएर बोल्ने हो फेरि यस्तो नलेज हो आफ्नो देशको त कुन कुनामा के पाउँछ र के छ भन्ने कुरोसम्म थाहा हुँदो रहेछ तिनीहरूलाई त्यस्तो दामी के म त टोटल्ली इम्प्रेस भएको बा जस्ट वाउ लाग्यो क्या यत्तिकै जापान भएको होइन त्यहाँले घरकोले त्यहाँलाई सिकाएको त्यो हुन्छ संस्कार कति राम्रो छ होइन वाउ जस्ट अमेजिङ त्यस्तो बाटो क्या मलाई त त्यहाँले अब त म जाने ठाउँमा गएर यस्तो यस्तो खानेकुराहरू पाउँछ त्यहाँ त्यो गएर खाएँ भन्ने छ अब आज खानै पऱ्यो त्यत्रो भनेपछि त धेरै सानो बच्चा 8 वर्षको बच्चाहरू हो जम्मा अब के भन्छ मलाई तिमीहरू भर्खर 8 वर्ष भएछ म तिमीहरू जन्मिँदाखेरि म आएको थिएँ त भनेको हाँस्दै थिएँ अनि त जन्मेर हामी 8 वर्षमा भेट्यो भनेर भन्छ सानो सबै एउटै क्या सबै एउटै हाँसिरहेको थिएँ अनि उता अर्की म्यामलाई चाहिँ उताबाटै ऊ पनि पछि बाहिर गरेँ नि त यसो गरेँ नि गइदियो थाहा नै भन्छ कचरा देखाएको छ है आज ल हेर त ल हामी चाहिँ बल्ल के अरे उसमा आइपुग्यौँ है सरी कामाकुरा स्टेसन आइपुग्यौँ अब हामी यसबाट हामी चाहिँ बिच जाँदैछौँ हिँड्दै ट्रेनमा गए पनि हुने हो तर किन ट्रेनमा जाने अलिअलि त हिँडेर नि हेर्नु पऱ्यो होइन खासै हिँड्नु नि पर्दैन त्यही 10-15-20 मिनट हिँड्नुपर्छ त्यतै हिँडिहालिन्छ या त्यही हो ल यो स्टेसन बाहिर आउटसाइड यस्तो छ आकाश पनि त्यस्तै छ र हामी हिँड्दैछौँ मजा आइरहेको छ म चाहिँ यहाँ त कतिपल्ट आएँ भन्ने कुरो मेरो हिसाबमा छैन होइन म त
काउन्टै छैन मेरो कतिपल्ट टाइमहरू म थाहा पनि छैन बिर्सेको त अब यहाँ यो ठाउँमा हुन्छ मेरो सबभन्दा मनपर्ने ठाउँ यो ठाउँ अस्ति हामी गएको थियौँ नि त्यो ठाउँ म जतिपल्ट भने पनि जान्छु म त्यो टोकियो होइन टोकियो त मलाई खासै मन पर्दैन हामी गएको थियौँ नि टापुमा एउटा अहिले एनओसीमा एनओसीमा पहिलोचोटि होला पहिलोचोटि हो टाढाको चाहिँ पहिलोचोटि हो त्यहाँबाट त्यता गयो त त्यता हो त कता कता गयो होइन 5 जना भइसक्यो बुवा हो त्यो ठाउँ र यो त्यो ठाउँ र यो ठाउँ चाहिँ म हामी हिँड्दैछौँ समुद्र जाँदैछौँ फेरि आकाश यस्तो भइदिएको कति राम्रो भएको थियो अघि छ हामी चाहिँ अब हल्का चिसो छ अनि त्यसमाथि फेरि समुद्र पनि आएको छौँ त्यही भएर यहीँ हट लेमन टी खाँदैछौँ यहाँ समुद्र हेर्न जाँदैछौँ आइसक्यौँ अनि यहाँ हट लेमन टी खाँदै हिँड्दै रमाइलो गर्दैछौँ मिठो छ होइन त मिठो छ एकदम मिठो छ खाँदैछौँ हिँड्दैछौँ हो त्यो हो कुरो खासमा अनि पर देखिएको छ तर क्यामेरामा त आउँदैन होला त्यो चाहिँ समुद्र हो है द सी कामाकुरा बिच भन्छ यसलाई अथाह छ अथाह समुद्र अथै हुने कुरो हो थाहा छ मेरो पनि अब प्रशान्त महासागर पेसिफिक ओसियन त्यो हेर्नु यहाँभन्दा अर्को देखिन्छ हेर्नु नि त्यहाँ अर्को माथिमा हेर्नु माथिमा देखाएको त्यो त पर त पाहाडै हो त्यो त पाहाडै हो उयो यो छ नि यो त यतापट्टिको यो चाहिँ यहाँबाट चाहिँ अर्को देखिन्छ यताको त पाहाडै हो त्यहाँबाट त हेर्नु न फेरि हलिरहेको पानी यसरी यहाँ आएर यसरी घुमेर यो समुद्र देखेर धेरै खुसी छ रमाइलो सानो पप्पी कुल्चिने होला है मम्मी कुल्चिने होला नि ल यस्तै छ अब हामी आजको केही समय ढुङ्गालाई बनाएको थियो आजको केही समय भन्दा पनि अब आजको बेलुकासम्म हामी यहीँ बस्छौँ आनन्दले घर जानेछौँ है त आपकी आँखों में कुछ महके हुए से राज है आपकी आँखों में कुछ महके हुए से राज है आपकी हजुर खेल्छन् नि अब यही छिरेको है छोरो त मेरो अस्ति हामी यहाँको यहीँ होला जहाँ आएको तपाईँलाई मैले त्यही ठाउँमा ल्याएको छु देखेको थिएँ नि त तपाईँले देखाएको ठाउँ यही हो नि त ल चप्पल त सबै माटो छिरेको बाल्न सुत्छ बाल्न सबै जुत्ता आउँछ नि तपाईँ चप्पल राम्रो के हुनु त समुद्रमा खुट्टा हाल्न पाउनुहुन्छ नि तपाईँले सुन्न पाउनुहुन्छ हो त्यसो गर्नु बरु हो ल अहिले होइन पाउनु अहिले होइन अहिले पर्वै पुगेपछि समुद्रमा खुट्टा डुबाउने यति राम्रो हेर्नु खोज होइन चप्पलभित्र पसिहाल्छ पसेस त भइहाल्छ नि त्यहाँको ताजा के घुमेर आइस त्यहाँ क्या खा गई हिजो नि सोध्थ्यो दिनै बित्थ्यो बिचरा मिना दिदी हाम्रै दिदी कि त ठुलो ए ठुली आमा बिचरा मिना दिदीलाई त उ देखाइदिए भने कहाँबाट देखाउँछ नि देखाइदिनु भनेर ल आज घरमा चाहिँ के ल यता हेर्नुहोस् यता भर फर्किँदैन ल आज धेरै फोटो खिच्दैन होला त्यो पनि अलिअलि त हाल्नु परियो नि हाल्नु यताबाट हिँड्नु त म पुरै समुद्र खिचाउने दिन्छु
नि गरम गरम छ अलि खानु पर्छ यो माथि छ नि आउँछ होला है बर्खा ऊ आएको पुगेको छ कहाँ पुग्यो ऊ त हिलो छ नि हिलो देखे पाला छ कहाँ यो हिलो देख्यो नि हिलो हिलो चाहिँ कहाँ छ इन्जोय गर्ने आरामले चल्किएको घाम यहाँ ए गर्लामा गयो अहिले फेरि अब त छिरी बेला हुन्न अब यहाँ होइन भित्र सुरुवाल चाहिँ गर्नु पऱ्यो नि त माथि तारेर हुन्छ के अर्थ भयो त नि त सुरुवाल त उल्टो घुम्दाखेरि पानी आउँदाखेरि रेड लाग्छ हो त्यो बाल सर्छ नि त उल्टो सार्छ क्या पर्छ जानु पर्दैन म त्यही भइहाल्छ नि अनि मलाई पैसा लगाउने भयो मैले पैसा लगाउनु हेर्नु त अप्सन छैन मसँग त डुब्न केटो त भिडियो खिचिरहेको छ नि है यहाँ भिडियो खिचिरहेको छु भने क्या भिजो जस्तो लाग्छ एक्सर्साइज भइरहेको छ मलाई यस्तो जाडोमा हातपट्टि त कोही लाएर आउँछ नि त्यसै गर्नु पर्दैन बाबा त्यसै गर्नु पर्दैन अब तपाईँको हाँची पाउनु नपर्छ भने अरू भनेको समुद्रमा के पाइन्छ भन्ने कुरो हेर्नुपर्छ भुइँमा होइन खोज्ने अब यहाँ के पाउँछ यहाँ त्यस्तै मालासालाहरू शङ्खहरू पाउँछ खाने मिल्छ नि हाम्रो शङ्ख भेट्यो है गाइज ए शङ्ख शङ्ख यो चाहिँ शङ्ख है सानो शङ्ख भेट्यो हो चाहिँ चप्पल लिएर हिँड्ने बुबा तपाईँ जुत्ता बोकेर हिँड्नु न हाता बोकेर हिँड्ने त्यो शङ्ख होइन सानसानो किराहरू के हो हामी उता चाहिँ जाउँ उता 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 र बस्ने ठाउँ चाहिँ राम्रो ठाउँ पनि छ हामी यता चाहिँ जाउँ ल यही बाटो हिँड्दै हिँड्दै जाउँ अब जुत्ता अहिले हात बोकेर हिँड्नु पर्छ झप्सार के अरे चौरा पुगेपछि ठिक छ रहर पुग्यो नि त आउनु त आइन्छ अलि समय लाग्छ अब भन्ने बित्तिकै त कहाँ आइन्छ त नि सबै चाँजो पाँचो मिलाउनु पर्छ यहाँ हो नि त्यहाँ गणेशको छेउमा छ शङ्ख एउटा सानो कस्तो राम्रो खालको हो त चाहिँ ऊ त ओकिनावा भन्ने ठाउँ जाँदाखेरि भेटेको
खोज्छ नि तपाईँलाई अनौठो लागेको कुरा छ भने बोकेर जाने क्या यो मैले यो ठाउँमा यसरी भेटेर ल्याएको भन्छ नि पहिलाको मान्छेहरू काशीतिर जाँदाखेरि भेटेर ल्याउँदैन कि के हो त्यस्तै यो चाहिँ म जापान जाँदा भेटेको जापानको यस्तो समुद्रमा भेटेको अनि के औषधि हो के हो यो खै बा त ध्यान ठोकेर हेर्नु भयो त हुन्छौँ ल मजाले भिडियो खिचौँला भन्ने सोचेको थिएँ होइन तर गफै गरेर पो गयो त हात त गफ गरेरै के त भिडियो खिच्नै मन लागेन क्या गफै गरेर हिँडिराख्नु मन लागेन कि ठाउँ यस्तो छ यता छ यस्तो पनि छ अनि मम्मीहरू गफ गर्ने मजा आएर चाहिँ भिडियो खिच्नुभन्दा गफ गर्ने मजा आइरहेको छ भने बाहिर गर्नुभएछ मम्मीले होइन तर बाहिर त नगर्ने अहिले रमाइलो छ गफ गर्ने मजा आउने रहेछ क्या भिडियो खिच्छौँ भनेर भिडियो बनाउनु खोजेको यो आजको भ्लग चाहिँ छोटो हुन्छ सायद किनकि त्यो खिच्ने भन्दा यत्तिकै आँखाले समुद्रको छालहरूको आवाज सुन्दै अनि यतापट्टि साइडमा गाडीहरू मजाले गुडिरहेछ अनि आफ्नै पाराका गफ गर्दै हिँड्नलाई चाहिँ साह्रै मजा आउने रहेछ त्यो मजा क्या त्यो आफ्नै पाराले हिँडिरहेको छौँ समुद्र हेर्दै समुद्रको वरिपरि आफ्नै पाराले हिँडिरहेको छ घुमघाम घुमिरहेका छौँ समुद्रको वरिपरि आज त मम्मीले पनि बुबाले पनि समुद्रलाई चाहिँ पुरै खुट्टाले छुनु भयो है पुरै समुद्रभित्र छिरेर पानी चलाएर एकदम रमाइलो गर्नुभयो सो मैले चाहिँ हेरेर बसेँ मैले किन त धेरैपल्ट गरिसकेको छु मैले त त्यो पानीमा डुबुल्की मार्नेदेखि लिएर सबै गरिसकेका छ हामी त बल्ल आएको मम्मीहरूलाई चाहिँ गर्न दिएको गर्नुहोस् भनेर यस्तो गाडीहरू त्यहाँ गुडिरहेको छन् जे पनि ओभरअल आज चाहिँ भिडियो खिच्ने भन्दा पनि गफ बढी गरियो मजा आइरहेछ है त तिनजना बुवा आमा छोरो भएर गफ गर्दै हिँडिरहेका छौँ हामी ल नि सो नाइस होइन त अति राम्रो छ आँखाको डिग्ले काँची कहाँ यो ठुङ्गिन्छ भाइ कति दिनमा नि भेट्दैन होला छ कति राम्रो छ हेर्नु न अब यो घाम अस्ताउन लाग्यो अब घाम अस्ताउन लागेपछि झन् राम्रो देखिन्छ अझ बादल लागेको छ क्या के अरे यो डुङ्गाहरू यहाँबाट सुरु गरेर यो यसो जाउँ यो पुरा कुना जम्मै घुम्दै आउँदा यहाँ देखा जति मात्रै देखा जति मात्रै घुम्दैन सक्दैन त्यो देख्दा मात्रै त्यहीँ देखिया त कति टाढा छ ल त म के देखाउँछु ट्यान ट्यारेन 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 ल त्यहाँदेखिको चाहिँ फुजी माउन्टेन हो है सनसेट हुन आएको छ अझ तल जान पाइँदो रहेछ तपाईँ यहाँ भन्नु यदि भन्नु त्यो आइसकेको छैन ल दामी अनएक्सपेक्टेड फुजी माउन्टेन हेर्न पाइयो नि त दामी देख्दो रहेछ परेको अति सानो गोप्रोमा त अति नै सानो आउँछ होला त्यही पनि कम्प्युटरबाट हेर्यो भने चाहिँ ठुलो देखिन्छ होला र आउँछ अमेजिङ द मिसमराइजिङ छ कि जस्तो वाउ वाउ के जस्तो बुवाले पनि पुरै हेर्दै हुन्छ कस्तो लाग्यो बुवा जापानको होइन त्यो चाहिँ जापानको तपाईँको ठ्याक्कै टोपीबाट सबै हो ल त्यो जापानको चाहिँ सबभन्दा ठुलो हिमाल छान्टु परेको हो त्यो
यहाँबाट मैले देखिन्छ भन्ने कुरो मलाई पनि थाहा थिएन कस्तो राम्रो अझ यो कुहिरो नलागेको अघि यहाँ माथि भित्रबाट कस्तो नजिक देखाएको थियो नि अहिले यहाँ हेर्छु कति टाढा देखिन्छ होला है झन्टाडा जति त्यो त प्रतिदिनमा नै पुग्दैन होला हिँडेर त कहाँ बुझ्दैन नि ल अनि त त्यस्तो राम्रो देखाएको छ चम्मला उनीहरू हिरो हुनुपर्छ बास सालीको साढे 5 भयो 4:30 भयो अलिक टाढा टाढा हुनुभयो नजिक नजिक हेर्नु अरे उता नमिल्ने रहेछ यता आउनु हो ठिक छ दुईजना यसरी भन्छ यहाँ यसो गर्नेले तपाईँ अलि अगाडि यस्तो अगाडि यहाँबाट यता हेर्नु म यहाँबाट यता होइन भने सुन्नु पऱ्यो उता फर्किनु यता यसो गर्दै हेर्नु बाटो पढा देख्दैन त्यो खतरै मान्छे भन्दै हैन लुक्छ हामी आज बाटो त कुदैन अनि त्यो टोपी उस्तै कति देखाएको छ उता जानु पर्ने त पारी ए टन्ने पो भिडियो गरेर भयो त्यहाँनिर त टन्ने भयो रिकर्ड कस्तो राम्रो हुन्छ बत्ती भयो यो सपिङ मजाले सपिङ गरियो नि आज देखा त भाइ ए आज सपिङ फलफुलदेखि लिएर घरको सामानदेखि लिएर मम्मीहरूलाई ब्यागदेखि लिएर कपडादेखि लिएर एभ्रिथिङ सपिङ भयो आज अनएक्सपेक्टेड खालको सपिङ भयो ल म चाहिँ कति सत्य देखेको त नि सेतो मलाई हेर्नु नि यहाँ क्यामेरा हेर्नु नि सेतो यसलाई पनि देख्छ जस्तै ल ठ्याक्कै देख्छ देखेन कालो देखेछ यहाँ मलाई हेर्दा बलेको अब थ्याङ्क यू